नमस्ते सबैजनालाई। मैले चाहिँ आज तपाईहरुलाई चाहिँ जेएफटीमा धेरै जसो आइरहने क्वेशनहरु चाहिँ तपाईलाई केही क्वेशनहरु ल्याएर आइदिएको छु। त्यसैले भिडियो चाहिँ अन्तिमसम्म हेर्न चाहिँ नभुलिदिनु होला है। ल हामी चाहिँ पहिलो नम्बरबाट सुरु गरौँ हैन। पहिलो नम्बरको यो चित्र हेरेर चिन्ने छ हैन। पहिलो यो चित्र केको हो? खानेकुराको हो नि त हैन। अनि अप्सनहरुमा तीनटा खानेकुरा टेम्पुरा भनेर दिएको छ। टेम्पुरा भनेको के हो? टेम्पुरा भनेर नेपालको पकौडा जस्तै हुन्छ नि हैन, डिप फ्राई गरेर पकाउने, तेलमा तारेर पकाउने खानेकुराको नाम हो है। अर्को छ सोबा। सोबा भनेको चाहिँ नुडल्स हो हैन। अब नुडल्सहरु भयो। यो चाहिँ अर्को छ उदम। उदोन भनेको चाहिँ के हो भनेर भन्दाखेरि चाहिँ हल्का नेपालको थुक्पा जस्तै मिल्दोजुल्दो जान जान्छ है। त्यसैले यो एन्सर चाहिँ के हो? साङबानको 3 नम्बरको उदोन है। र त्यसै गरेर अर्को नम्बरमा जाम। अर्को जाम यो केटीले के यो लेडिजले के गरिराख्नु भएको छ? उहाँले चाहिँ नाचिराख्नु भएको छ नि त हैन। डान्स गरिराख्नु भएको छ, किमोनो लगाएर डान्स गरिराख्छ नि। त्यसैले 1 नम्बरकोमा चाहिँ 1 नम्बरको के छ? ओदोरु। ओदोरु भनेको के हो? डान्स गर्नु हैन। त्यसै गरी अर्को जाम थोबिरा। थोबिरा भनेको के चाहिँ? ढोकालाई भन्छ है थोबिरा भनेको चाहिँ। डोलाई ढोका दोहा अथवा थोबिरा भन्छ है। अनि अर्को जाम सुइए। सुइए भनेको के भन्ने भयो? स्विमिङ। स्विमिङलाई सुइए भन्छ। अहिले उहाँले के गरिराख्नु भएको छ? 1 नम्बरको ओदोरु डान्स गरिराख्नु भएको छ नि त हैन। त्यसैले यसको एन्सर चाहिँ के हुन्छ? 1 नम्बरको ओदोरु डान्स है। त्यसै गरी 2 नम्बरको हेरौँ त। त्यसो हेरौँ चाहिँ यो चित्र हेरेर कलर चुज गर्नु छ हैन। ए मा के छ? कुरोई। बी मा छ कुरोई। त्यसै गरी चाहिँ सी मा सिरोई र डी मा कुरुई हैन। अब यो कलर चाहिँ कुन छ तपाईको? कुरोई भन्ने कालो भन्ने छ नि त हैन। त्यसैले यो चाहिँ के हुने भयो? ए को कुरोई है। त्यसै गरेर यसमा छ खान्जी हेरेर चिन्नु पर्ने छ नि त हैन। खान्जीमा के छ? सिङ्गो वा आओदा। के छ? सिङ्गो वा आओदा। यो के छ? सिङ्गो भन्ने छ नि त। सिङ्गो भनेको के हुने भयो? बी को सिङ्गो हुने भयो नि त हैन। सिङ्गो वा आओदा। आओ भनेको निलो अथवा ग्रीन भन्ने छ। सिग्नल चाहिँ ग्रीन भयो भन्ने छ नि त हैन। ओके, सिङ्गो भन्ने। त्यसपछि यो चित्र के को छ? कावाई छ नि त हैन। अर्को ताखाई र यावाराकाई। यावाराकाई भनेको के हो? यावाराकाई भनेको चाहिँ सफ्ट है। यावाराकाई भनेको चाहिँ के हुने भयो? सफ्ट। यावाराकाई भनेको के हुने भयो? सफ्ट। त्यसपछि कावाई भनेको के हुने भयो? क्युट भन्ने भयो नि त हैन। त्यसपछि ताखाई भनेको अग्लो। ल यो चाहिँ अग्लो कावाई भन्ने हुने भयो नि त। त्यसै गरी यो चित्रलाई के भन्छ? सुचु, उवागी अथवा सितागी। यो 3 अप्सन मध्ये के हो? सुचु भन्ने भयो नि त हैन। सुचु भनेको के हो? सुट। उवागी भनेको आउटर भयो, माथि ज्याकेट लुगा माथि लगाउने लुगा भयो नि त हैन। त्यसै गरी सितागी। सितागी भनेको लुगाभित्र लगाउने लुगा भयो नि त हैन। त्यसैले यसको एन्सर चाहिँ के हुन्छ? 1 नम्बरको सुचु। र त्यसै गरेर 3 नम्बरको हेर्नुहुन्छ। सरी, यो चित्रलाई हेर्नु त। यो चित्रको के छ? यो 3 वटा अप्सन हेरौँ। 1 नम्बरमा के छ? एबी। एबी भनेको ब्राउन है। एबी भनेको ब्राउन झिङ्गे माछा। त्यसै गरेर 2 नम्बरको हेर्नु त के छ? 2 नम्बरको के छ? तोरी हैन। 2 नम्बरको के भयो? तोरी। 3 को साकाना भन्ने भयो नि त। 3 को के भयो? साकाना। यो चित्र के को छ? एबी को छ नि त हैन। माछाको छ नि त। सरी, झिङ्गे माछाको छ नि त। त्यसैले यसको एन्सर के हुने भयो? 1 नम्बरको एबी है। ओके, त्यसै गरी अर्कोमा जाम त। अब खाली ठाउँ भन्नुपर्ने छ है। खाली ठाउँमा के छ? माइनिची ड्यास ओ योमिमास भनेको छ। प्रत्येक दिन ड्यास पढ्छु भन्ने भयो नि त। प्रत्येक दिन के पढ्छु? निक्की। निक्की भनेको डायरी भयो नि त हैन। डायरी, निक्की भनेको डायरी। डायरी पढ्छु भन्ने त हुँदैन नि त हैन। त्यसै गरी माङ्गा हो योमिमास। माङ्गा भनेको कमिक बुकहरु भयो नि त।
कार्टुनको चित्र भएको किताबहरू भयो नि त। माङ्गा हो योमिमास भन्न त मिल्छ नि त। प्रत्येक दिन माङ्गा पढ्छु भन्ने भयो नि त। त्यसै गरी नोतो हो योमिमास भनेको नोटबुक पढ्छु भनेर हुँदैन नि त। निक्की पनि के हो खाकीमास भन्ने। यदि खाकीमास भएको कि निक्की मिल्थ्यो कि नोतो मिल्थ्यो होइन। योमिमास भनेको के भनेपछि पढ्ने भयो नि त। पढ्नलाई त मेनली हामी धेरै जसो पढ्ने चाहिँ के हुन्छ माङ्गा हुन्छ नि त होइन। माङ्गा पढ्ने भएको कारणले त्यो के हुने भयो माइनेची माङ्गा हो योमिमास प्रत्येक दिन माङ्गा पढ्छौँ भन्ने भयो नि त है। ओके त्यसै गरी अर्को हेरौँ त। कोजो देवा फ्याक्ट्रीमा चाहिँ ड्यास सिगोतो सितेइमासका फुबी हो चेक्कु सितेइमास। फुबी भनेको कमी कमजोरी है। फुबी भनेको के हो कमीहरू हुन्छ नि केही कामको कमीहरू मेसिनको कमीहरू होला कमजोरी होला तिनीहरू चाहिँ चेक्कु सितेइमास। फ्याक्ट्रीमा ड्यास भनेपछि कस्तो भनेर भन्नु पर्यो नि त होइन। कस्तो भनेर भन्नुपर्दाखेरि यो 3वटा अप्सनमध्ये कस्तो भनेर जनाउने के हो सोन्ना भनेको त्यस्तो हुने भयो। दोन्ना भनेको कस्तो भयो भने कोन्ना भनेको यस्तो भन्ने हो नि त। अब कस्तो भनेर भन्नु पर्दाखेरि चाहिँ एन्सर के हुने भयो दोन्ना। कोजोदे दोन्ना सिगोतो हो सितेइमासका फ्याक्ट्रीमा चाहिँ कस्तो काम गर्दै हुनुहुन्छ भनेर हुने भयो नि त होइन। फुबी हो चेक्कु सितेइमास। फुबी भनेको कमजोरी हुने भयो। कमजोरीहरू चेक गर्दैछौँ भन्ने पनि त होइन। ओके त्यसै गरेर अर्को हेरौँ त। सातो हो इरेसुगिते ड्यास नारीमास त। सातो भनेको के भयो सातो भनेको चिनी भयो नि त। इरेसुगिते भनेको सुगिते भनेको केही कुरा धेरै नै गर्नु भनेको। चिनी चाहिँ धेरै नै राखेर के भयो गुलियो भयो नि त होइन। गुलियो भनेको एबिसीमा कुन हुन्छ निगाई भनेको तितो भनेको। आमाकु भनेको निगाकु भनेको के भयो तितो हुने भयो। आमाकु भनेको गुलियो हुने भयो। होसोकु भनेको के हुने भयो पातलो भन्ने हुने भयो नि त। होसोकु भनेको पातलो। सातो इरेसुगिते चिनी धेरै हालेर के भयो गुलियो भयो भन्ने भयो नि त। गुलियो भयो भनेर भन्नुपर्दाखेरि के हुने भयो बीको आमाकु नारीमास्ता भनेर हुने भयो नि त होइन। ओके त्यसै गरी अर्को हेरौँ त। गाक्को नो ड्यास सिकी वा आसिता देश। स्कुलको ड्यास सिकी भनेको के को प्रोग्राम भयो नि त कार्यक्रम चाहिँ भोलि छ भने। एको अब अप्सनहरू हेरौँ त। ए छ सोज्गियो सिकी। बी उमारेरो सिकी भन्ने हुँदैन नि त। त्यसै गरी सीको गोकाकु सिकी। गाक्को नो सोज्गियो सिकी भनेको के हो सोज्गियो भनेको के हो पास आउट हुनु ग्रेजुएट हुने होइन स्कुल उत्तीर्ण हुनु भन्ने भयो नि त। हामीहरूले त ग्रेजुएसन प्रोग्राम भन्छ नि त होइन। सिकी भनेको प्रोग्राम भयो नि त। गाक्को नो सोज्गियो सिकी वा आसिता देश। स्कुलको सोज्गियो सिकी ग्रेजुएसन चाहिँ भोलि छ भनेर भयो नि त। त्यसै उमारेरो सिकी भनेको चाहिँ उमारेरू भनेको चाहिँ जन्मिनु भयो नि त। त्यसै गरेर गोकाकु भनेको पास हुनु। गोकाकु भनेको के हुने भयो पास हुनु। पास हुने प्रोग्राम भोलि छ भनेर हुँदैन। उमारेरू जन्मिने प्रोग्राम भोलि छ भन्ने पनि हुँदैन नि त। त्यसै गरेर एको सोज्गियो सिकी ग्रेजुएसन प्रोग्राम चाहिँ भोलि छ भनेर भन्ने पनि त होइन। ओके र त्यसै गरेर अर्को हेरौँ त। होरु नो इरिगुचीदे नामाए हो ड्यास कुदासाई। हलको इरिगुची भनेको प्रवेशद्वारमा चाहिँ नाम के गर्नुहोस् भन्ने छ। नाम चाहिँ कि लेख्नुहोस् भन्ने होला कि भन्नुहोस् भन्ने होला नि त्यो दुईटा मध्ये। अब यहाँबाट 3वटा मध्ये एउटा अप्सन चुज गरौँ त। ए थाबेमास भन्ने छ। थाबेमास भनेको त खानु नाम खानुहोस् भन्न त मिलेन नि त होइन। त्यसै गरी बी हेर्नु त इत्ते कुदासाई। इत्ते कुदासाई भनेर भन्नुहोस् भन्ने भयो नि त होइन। त्यसै गरी सीको अप्सनहरू चाहिँ नोन्दै कुदासाई भन्ने भयो। मेनली नाम छ। नाम चाहिँ अब हामीले गर्ने के हो भन्ने हो नि त। त्यसैले होरु नो इरिगुचीदे नामाए हो इत्ते कुदासाई भन्ने हुने भयो नि त होइन। ओके त्यसै गरी अर्को हेरौँ त। कोएन्नी किरेना ड्यासगा साइतेइमास। साइतेइमास भनेको चाहिँ फुल हुन्छ नि त होइन। साइतेइमास भनेको फुल्नु हो नि त। अब तपाईँहरूले यहाँबाट सिधै हाना भन्ने चिनिएछ भने चाहिँ त्यो चुज गर्दा हुन्छ। ए पनि हाना पर्छ बी हाना बी भयो सी हाना भयो। ए को हाना चाहिँ हाम्रो नोज नाक हुने भयो। बी हाना बी भनेको आकाश पटौका भयो र
सी चाहिँ हाना भनेको फुल फुल फुल्ने भनेपछि सीको हानागा साइतेइमास भन्ने भयो नि त होइन। त्यस्तै गरेर अर्को हेरौँ त एगोगा सुकोसी ड्यास देश भनेको छ नि त इङ्ग्लिस चाहिँ हल्का सक्छु भनेर भन्नु पऱ्यो नि त। सक्छु भनेर भन्दाखेरि यो तीनवटा बबमध्ये एउटा कुन हो रेन्डा खुसीमास। रेन्डा खुसीमास भनेको के हो सम्पर्क गर्ने होइन त होइन। त्यस्तै बीको देकिमास देकिमास भनेको सक्नु केही कुरा गर्न सक्छु भनेर भने देकिमास भन्ने भयो नि त होइन। त्यस्तै गरेर सीको नोमिमास नोमिमास भनेको पिउनु भन्ने हो नि त। त्यसै एगोगा सुकोसी देकिमास भनेको इङ्ग्लिस हल्का सक्छु भनेर हुने भयो नि त। त्यसैले यसको एन्सर के हुने भयो बीको देकिमास होइन। त्यसै गरी अर्को हेरौँ त कोनो किखाइनो चुखाइ खाता हो ड्यास कुरेमासेनका। यो किखाइ भनेको के हो किखाइ भनेको चाहिँ मेसिन भयो नि त। यो मेसिनको चुखाइ खाता भनेको प्रयोग गर्ने तरिका चाहिँ ड्यास कुरेमासेनका गरिदिनुहुन्न भनेको छ नि त। एको के छ ओसिएते भन्ने छ एको ओसिएते। त्यस्तै गरी बीको ओबोएते भन्ने सीको वासुरेते र यसको एन्सर के हुने भयो एको ओसिएते कुरेमासेनका है। त्यसै गरी अर्को क्वेसन हेर्नु त माइसु ओसोकुमादे सिगोतो ड्यास गुहानो थाबेमास। प्रत्येक माइसु भनेको प्रत्येक हप्ता भन्छ ओसोकुमादे सिगोतो के गरेर गर्दै खाना ढिलो खान्छु भन्ने भयो नि त होइन। सुरु भनेको गर्छु भन्ने भने नानो दे भनेको भएकाले भन्ने सिते भनेको गर्दै भन्ने भयो नि त। यसमा चाहिँ के हुने भयो सीको माइसु ओसोकुमादे सिगोतो सिते गुहानो थाबेमास। प्रत्येक हप्ता चाहिँ काम ढिलोसम्म गरेर भात खान्छु भन्ने भयो नि त होइन। अर्को क्वेसन हेरौँ त वारेतानोदे कोनो गुरासुवा गोमी बाको नि ड्यास कुदासाई भन्ने। वारेतानोदे फुटेकाले यो गुरासु यो ग्लास चाहिँ गोमी बाको नि सुतेते कुदासाई भन्ने हुने त फ्याँक्नुहोस् भन्ने हो नि त। बी ओइते कुदासाई भनेको राख्नुहोस् र सी आत्ते कुदासाई भनेको भेट्नुहोस् भन्ने हुने भयो नि त होइन। वारेतानोदे कोनो गुरासु हो गोमी बाको नि ड्यास कुदासाई। वारेतानोदे भनेको फुटेकाले यो ग्लास चाहिँ गोमी बाको भनेको डस्टबिन भयो नि त। के हो ड्यास कुदासाई डस्टबिनमा के गर्छौँ फ्याँक्छौँ त्यो होइन। त्यसैले एबिसीमा कुन फ्याँक्ने हो त्यो चुज गर्नु पऱ्यो नि त होइन। ए भनेको सुतेते कुदासाई भनेको फ्याँक्नुहोस् भन्ने। त्यस्तै गरेर ओइते कुदासाई भनेको राख्नुहोस् भनेको। त्यस्तै गरी सीको आत्ते कुदासाई भटिङ्गो भेट्नुहोस् भन्ने भयो नि त। यो फुटेकाले यो ग्लास चाहिँ डस्टबिनमा फ्याँक्नुहोस् भन्नु पऱ्यो नि त। फ्याँक्नुहोस् भनेर भन्नुपर्दाखेरि चाहिँ एन्सर के हुने भयो एको सुतेते कुदासाई भन्ने हुने भयो नि त होइन। ओके ल त्यसै गरी अर्को हेर्नु त खामिनी ड्यास दे नामाए हो खाइते कुदासाई भनेको। खामी भनेको पेपर ड्यास दे नामाए हो खाइते कुदासाई केसले नाम लेख्नुहोस् भन्ने भन्छ। अब लेख्ने कुरा त केही न केही हुन्छ नि त होइन। ते दे नामाए हो खाइते कुदासाई हातले लेख्ने कुरा त हुँदैन। त्यस्तै गरी बी हेर्नु बोलपेन दे नामाए हो खाइते कुदासाई बलपेनले नाम लेख्नुहोस् भन्ने भयो नि त। ओके त्यस्तै गरेर सीको कुची दे नामाए हो खाइते कुदासाई मुखले पनि नाम लेख्ने त कुरा हुँदैन। त्यसैले नि त यसको एन्सर के हुने भयो बीको बोलपेन दे नामाए हो खाइते कुदासाई भन्ने। ओके ल त्यसै गरी अर्को हेरौँ त नागाई जिखान ड्यास सितारा सुखारे मास्ता। लामो समय के गरेर एको खान्जे के पर्छौँ उन्तेन भन्ने भयो नि त। उन्तेन सितारा चुखारे मास्ता लामो समय ड्राइभिङ गरेर थाकिएँ भन्ने भयो नि त। त्यस्तै गरेर बीको हेर्नु त ने मासको ने मात्र छ नि त होइन। नेते भयो भने ने सितारा भन्ने त हुँदैन। त्यस्तै गरेर हाकोबु बोकेर भनेर छ नि त होइन। नागाइजी खान उन्तेन सितारा चुखारे मास्ता लामो समय ड्राइभिङ गरेर थाके भन्ने भयो नि त। यसको एन्सर के हुने भयो एको उन्तेन भन्ने भयो नि त होइन। र त्यस्तै गरेर अर्को हेर्दा आशा खारा
चुमेताई ड्यासगा फुइतेइमास बिहानबाट चुमेताई भनेको चिसो भन्ने भयो नि त होइन चुमेताई भनेको चिसो फुइतेइमास फुइतेइमास भनेको फुकिमासको देफममा लगेर हिमास लगेर त चलिरहेको छ भन्ने भयो चल्ने त के हुन्छ युकी त हुँदैन होइन त्यस्तै बी के भयो खावा खावागा फुइतेइमास पनि हुँदैन र सी के हुने भयो खाजे खाजेगा फुइतेइमास हावा लागिरहेछ भन्ने भयो नि त त्यसैले आसाखारा चुमेताई खाजेगा फुइतेइमास एन्सर के को हुने भयो सीको खाजे होइन त्यस्तै गरेर तामागो ओ खाताते दे ड्यास खाताते भनेको एउटा हात है खाताते भनेको के हुन्छ एउटा हात तामागो ओ खाताते दे वारेमास हारेमास भनेको के भन्नु भयो घाम लाग्ने भयो नि त होइन ए को हारेमास भनेको घाम लाग्नु बी को वारेमास भनेको फुट्नु हुने भयो नि त होइन सी को ओवारिमास भनेको सकाउनु यसको एन्सर के हुने भयो बी को वारेमास भनेर हुने भयो नि त तामागो हो खाताते दे वारेमास अन्डा चाहिँ एउटै हातले फुटाउँछु भन्ने भयो नि त होइन वारेहरू त्यस्तै गरेर बीको हेर्नु त ड्यास ओ निमाई खाते कुदासाई ड्यास ओ निमाई खाते कुदासाई माई भनेर आउने बित्तिकै पातलो पेपरहरू तिनीहरू किन्ने भयो नि त होइन पातलो वस्तुहरू तिनीहरू सामानहरूको पेपरहरू भयो ओके यसमा एबिसीमा कुन मिल्ने भयो तामागो तामागो भनेको अन्डा होइन अर्को छ एम्पिचु एम्पिचु भनेको पेन्सिल र किप्पु किप्पु भनेको टिकट यसमा एन्सर के मिल्ने भयो सीको किप्पु निमाई खाते कुदासाई ओके त्यस्तै गरी यदि तामागो भएको केसमा चाहिँ यो के हुने थियो निको खाते कुदासाई भनेको यसमा चाहिँ के हुन्थ्यो को हुने भयो नि त तामागो निको खाते कुदासाई यदि तामागो भएको त्यसै गरी एम्पिचु भइदिएको भए एन्सर भइदिएको भए एम्पिचु हो निहोन खाते कुदासाई भन्यो यसमा चाहिँ के हुन्थ्यो होन हुन्थ्यो नि त होइन एम्पिचु हो निहोन खाते कुदासाई भन्ने हुन्थ्यो नि त एम्पिचु भएको केसमा चाहिँ ल त्यसै गरी अर्को हेरौँ त ड्यास मोनो ओ नोमिनी इकिमासेनका ड्यास मोनो ओ नोमिनी इकिमासेनका यसमा के हुने भयो ए को सामुई अथवा बी को चुमेताई अथवा सी को इकुई भन्ने अब यसमा चाहिँ के हुन्थ्यो सामुई भनेको चिसो भयो नि त जाडो जुन महसुस हुन्छ तपाईँलाई फिल हुन्छ नि जाडो महसुस हुने त्यो भयो चुमेताई भनेको जुन टच गरेर छुएर महसुस हुने कुरा भयो यसमा चाहिँ के हुने भयो चुमेताई मोनो हो नोमिनी इकेमासेनका चिसो पिउने कुराहरू चाहिँ पिन्न जानुहुन्न भन्ने कुरा हुने भयो नि त चुमेताई मोनो हो नोमिनी इकिमासेनका ओके ल त्यसै गरेर अर्को हेरौँ त ड्यास सरी आशा ओहायो गोजाइमास तो ड्यास सिमास यसको यो खान्जीको पढ्ने तरिका के हो ए को आइसाचो सिमास अथवा बी को खान्नाई सिमास अथवा सी को सासोइमास खान्नाई सिमास भन्ने त शब्द छैन यो त त्यत्तिकै अप्सनमाबाट गइसक्यो होइन त्यसै गरेर ए को हेर्नु त आइसाचो सिमास भनेको के हो अभिवादन गर्नु ग्रिटिङ गर्नु होइन त त्यस्तै गरेर सासोइ मास भनेको के हो सासोइ मास भनेको के हो इन्भाइट गर्नु हो नि त होइन त्यसैले यसको एन्सर के हुने भयो आशा ओहायो गोजाइमास तो आइसाचो सिमास ए को आइसाचो सिमास ओहायो गोजाइमास भनेको त अभिवादन भयो नि त होइन त्यसैले के गर्छु ग्रिटिङ गर्छु अभिवादन गर्छु भन्ने भयो नि त त्यसैले यसको एन्सर के भयो ए को आइसाचो सिमास होइन ओके त्यसै गरेर अर्को हेरौँ त ड्यास ए इकिमासेनका अब यो खान्जी के को हो भन्ने भयो होक्काइडो अथवा क्योतो अथवा टोक्यो यसको यो के पर्छ टोक्यो होइन टोक्यो भनेको टोकियो भ्याल्यु क्योतो भनेको नि क्योतो सिटी र होक्काइडो भनेको नि होक्काइडो सहर हुने पनि त है ओके त्यसै गरी अर्को हेरौँ त किनोवा ड्यास जिखान आरिगातो गोजाइमास त यसको के हुने भयो किनोवा ड्यास जिखान आरिगातो गोजाइमास त एको खान्जी पढौँ त एको खान्जी के को हो एको थानोसी भन्ने भयो नि त होइन
बीको कुसुरीको खञ्जे भयो के हो सीको खानासी भन्नु त खानासीको खञ्जे खानासी भनेको दुःखै लाग्नु भयो नि त होइन किन खानासी जिखान आरिगातो गोजाइमास त हिजो दुःख दिएको समय नराम्रो समय चाहिँ को लागि धन्यवाद भनेर त नर्मली भन्दैनौँ त्यसैले यसको एन्सर चाहिँ के हुने भयो एको थानोसी भन्ने हुने भयो नि त बीको कुसुरीको खञ्जी हो यो कुसुरीले चाहिँ कुनै मिनिङ लाग्दैन नि त होइन ओके त्यस्तै गरेर होइन किनोनो योरु ड्यास नि चुकिमास्ता किनोनो योरु तामागो नि चुकिमास्ता भन्ने त हुँदैन अन्डामा पुगे भन्ने त हुँदैन चुकिमास्ता भनेको त पुग्नु हो नि त होइन त्यसै गरेर बी हेर्नु त सोरा नि चुकिमास्ता आकाशमा पुगे भन्दा नि मिल्दैन नि त त्यसैले सीको इए नि चुकिमास्ता किनौनो योरु एन्सर के हुने भयो सीको इए नि चुकिमास्ता घरमा पुगे भन्ने हुने भयो नि त होइन त्यसै गरेर अर्को हेर्नु त माइनिची इसोगासिकुते मो निहोङ्गो नो बेन्क्यो ओ ड्यास कुदासाई भने के गर्ने प्रत्येक दिन बिजी भए तापनि जापानिज भाषाको अध्ययन चाहिँ गर्नुहोस् भनेर भन्ने छ नि ए छ चुजुकेते बी छ खाकेते सी छ माकेते माकेते भनेको चाहिँ के हो सीको हार मान्नु हो नि त माकेमासको माकेते भनेपछि हार मान्नु सी भनेको खाकेते खाकेते भनेको केही कुरा एड गर्नु होइन अथवा थप्नु भन्ने हुन्छ नि त जोड्नु अथवा टोपी लगाउनु पनि भन्छ नि त बीको खाकेते अर्को एको चाहिँ चुजुकेते कुदासाई भनेको कन्टिन्यू गर्नुहोस् भनेको यसमा एन्सर के मिल्ने भयो एको चुजुकेते कुदासाई माइनिची इसोगासिकुते म प्रत्येक दिन बिजी भए तापनि निहोङ्गो नो बेन्क्यो हो चुजुकेते कुदासाई जापानिज भाषाको अध्ययन चाहिँ कन्टिन्यू गर्नुहोस् भन्ने त्यस्तै गरेर अर्को क्वेसन हेर्नु त चिची वा ड्यास नि निहोङ्गो हो बेन्क्यो सासेमास बुवाले चाहिँ ड्यासलाई जापानिज भाषा पढाउँदै हुनुहुन्छ भन्ने भयो नि त पढाउन लगाउनु भयो भन्ने भयो नि त होइन त्यसै गरी ए छ इमोतो बी छ ओतो सी छ ओबासान इमोतो भनेको बहिनी ओतो भनेको बाहिर ओबासान भनेको चाहिँ के भयो हजुरआमा भयो नि त यो के को हुन्छ इमोतो बहिनी हुन्छ नि त यहाँ अगाडि खान्जे हेर्नु त ओन्नाको खान्जे छ नि त होइन केटीको खान्जे छ नि त त्यसैले के हुने भयो इमोतो है ओके ल त्यसै गरी अर्को हेरौँ त निखाइनो ड्यास खाइगिसुचु नि किते कुदासाई निखाइनो ड्यास खाइगिसुचु नि किते कुदासाई यसलाई के भन्छ सेमाई भनेको साँगुरो भन्ने पनि त त्यसपछि बीमा हेरौँ त हिरोई भनेको फराकिलो अर्को चाहिँ कोवाई भन्दाखेरि चाहिँ के हुने भयो डरलाग्दो भन्यो निखाइनो फराकिलो हिरोई खाइगिसिचु नि किते कुदासाई यसको एन्सर के हुने बीको निखाइनो हिरोई खाइगिसिचु नि किते कुदासाई दोस्रो तरिकाको फराकिलो मिटिङ रुममा आउनुहोस् भन्ने हुने भयो नि त होइन ओके त्यसै गरेर अर्को हेर्नु त काराओके ताइखाई ओ सङ्कासिताई हितोवा ओखाने ओ ड्यास कुदासाई कराओके कम्पिटिसनमा भाग लिन चाहेको व्यक्तिहरूले चाहिँ ओखाने ड्यास कुदासाई भनेको पैसा आएपछि के भने कि तिर्नुहोस् भन्ने हुने भयो नि त होइन ओके थासुकेते एको हेरौँ थासुकेते भनेको के हो हेल्प गर्नु हो नि त होइन सहयोग गर्नु ओके मोराते भनेको पाउनु हो नि त तपाईँले मोराते भनेको पाउनु अर्को छ सीको के छ हाराते भनेको तिर्नु यदि कम्पिटिसनमा भाग लिन मान्छेले के गर्छ पैसा पाउनु छोडेर के गर्छ पैसा तिर्छ नि त होइन कराओके ताइखाई हो सङ्कासिताई हितो वा ओखाने हो हाराते कुदासाई पैसा तिर्नुहोस् भन्ने हुने भयो नि त ओखाने हो हाराते कुदासाई पैसा तिर्नुहोस् भन्ने हुने है ओके त्यसै गरी अर्को हेरौँ त ड्यास नि किताबाकारी देश अब यो खान्जे के को छ त्यो भन्यो सिउमाचु पहिला एको जाउँ त सिउमाचु भनेको के हो विकेन्ड भयो नि त हप्ताको अन्तिम भन्ने भयो सिउमाचु भनेको के भयो हप्ताको अन्तिम त्यसै गरी बी हेरौँ त सेन्स्यु भनेको के हो अघिल्लो हप्ता भन्ने भयो नि त सेन्स्यु भनेको अघिल्लो हप्ता
त्यसै गरेर सीको हेर्दा क्योनेन भनेको अघिल्लो वर्ष भन्ने हो नि त होइन। अब यो के छ विकको हप्ताको छ, यो चाहिँ अगाडिको साकीको खान्जी छ नि त होइन। त्यसैले के हुने भयो सेन्स्यु अगाडिको हप्ता भन्ने हो नि त। सेन्स्यु निहोन्नी किता बाक्कारी देश, अघिल्लो हप्ता जापानमा पुगेको भर्खरै हो भन्ने हो नि त होइन। त्यसै गरी अर्को हेरौँ त सिकेन्नी ड्यास सिमासिता, सिकेन्नी ड्यास सिमासिता ए छ। अब यो चाहिँ के छ, यो खान्जी केलाई के पर्छ भन्ने कुरा भयो नि त होइन। ए चाहिँ गोकाकु भनेको के भयो पास भन्ने, गोकाकु भनेको पास। बी सिपाई भनेको फेल भयो, केही फेल हुनु मिस्टेक गर्नु भन्ने। त्यसरी फुगोकाकु भनेको चाहिँ के हुने भयो फेल हुन्छ है, इक्जाममा पास फेल हुने हुन्छ नि। गोकाकु भनेको पास भयो, फुगोकाकु भनेको फेल भयो है। यसको एन्सर चाहिँ के हुने भयो ए को गोकाकु, सिकेन्नी गोकाकु सिमास्ता, इक्जाममा पास भएँ भन्ने भयो नि त होइन। त्यस्तै गरेर अर्को हेरौँ त सुकिना खास्युगा मिरारे नाकुते ड्यास देशिता, सुकिना खास्युगा मिरारे नाकुते ड्यास देशिता। मनपर्ने खास्यु भनेको के हो, खास्यु भनेको के हुने भयो सिङ्गर हुने भयो नि त होइन। मनपर्ने सिङ्गर नभेटेर के भयो दुखी लाग्यो भन्ने भयो नि त। यसको एन्सर के हुने भयो एको के हुने भयो जान्नेन, एको खान्जी के हो जान्नेन भन्ने भयो नि त होइन। त्यसै गरेर बीको आचुई भन्ने भयो नि त होइन। बीको के छ जान्नेन भनेको सरी बीको आचुई भनेको तातो भयो नि त। सीको जाङ्ग्यो भनेको ओभर टाइम, एको जान्नेन भनेको निराशाजनक भन्ने भयो नि त। अब मनपर्ने सिङ्गरलाई नभेटेर के हुन्छ निराशा लाग्छ नि त। त्यसैले यसको एन्सर के हुने भयो एको जान्नेन, सुकिना खास्युगा मिरारे नाकुते जान्नेन देशिता। मनपर्ने सिङ्गरलाई नभेटेर के हुन्छ जान्नेन देशिता भनेको दुखी निराशाजनक भएँ भन्ने भयो नि त होइन। त्यसै गरेर अर्को हेरौँ त माइतोसी ड्यास ए इकिताई देश, माइतोसी यो सोतो कुनी छ नि त होइन खान्जी छ। ए इकिताई देश प्रत्येक वर्ष विदेश जान चाहन्छु, विदेशलाई अब एबिसीमा को भन्छ भने गाइकोकु भनेको नि विदेश, सोतो कुनी भन्ने शब्द छैन होइन, बाहिरको देश भन्ने चाहिँ शब्द छैन। अर्को त्यसै गरेर सीको किकोकु भनेको आफ्नो देश फर्किनुलाई भन्छ है। यदि सोतोको सट्टा खाइरिमासको खान्जी आएको भन्ने भए किकोकु हुन्थ्यो है। किकोकु भनेको आफ्नो देश फर्किनुलाई भन्छ। र त्यसै गरी एको गाइकोकु भनेको बाहिरको देश, बाहिरको देशलाई गाइकोकु भन्ने भयो नि त होइन। त्यसैले यो के हुने भयो ए गाइकोकु है। त्यसै निहोङ्गो हो ड्यास्नी नारिताई देश, निहोङ्गो हो ड्यास्नी नारिताई देश। एको के छ हेता भनेको नजान्ने भन्ने। बीको जोजो भनेको सिपालु जान्ने। अर्को छ सीको तेन्साई भनेको के हो भनेर भन्दाखेरि तपाईँहरूको एकदम वाइजवाला मान्छे हुन्छ नि, एकदमै जान्ने मान्छे, जे धेरै नपढ्ने तर धेरै कुरा जान्ने मान्छेहरू हुन्छ नि, त्यस्तो मान्छेहरू एकदम वाइज तिनीहरूलाई भन्छ नि, त्यसलाई तेन्साई भन्ने भयो होइन। जे गरे नि सक्ने भन्ने जस्तो होइन। अब यो खान्जी चाहिँ के को हो जोजुको हो नि त होइन, बीको जोजुको। निहोङ्गो हो जोजो नि नारिताई देश, त्यसैले यसको एन्सर के हुने भयो बी जोजु। र त्यस्तै गरी अर्को हेर्नु त कोनो माची वा ड्यास ना माची देश, यो सहर चाहिँ ड्यास सहर हो। आचुई भनेको तातो हो भन्ने भयो नि त होइन, न्यानो। त्यसरी सिजेन भनेको प्राकृतिक। अर्को छ रुसाई भन्ने त शब्द छैन होइन। अब नर्मल्ली यसको ना एक्जेक्टिभको पछाडि ना लाग्ने बित्तिकै माची देश भनेर भनिएको छ नि त होइन। ना एक्जेक्टिभमा एबिसी यस्तो केस आयो भने तपाईँहरूले एबिसीमा हेर्नु त ना एक्जेक्टिभकै मात्र छ,
बी मात्र छ नि त होइन। त्यसैले तपाईँहरूले सजिलैसँग बी हो एन्सर भनेर चुज गरिदिँदा हुन्छ है। सिजेन देश भनेर आचुई भनेको त इ एक्जेक्टिभ हो, रुसाई भन्ने त शब्द नै छैन है। त्यसैले यसको एन्सर के हुने भयो सिजेन ना माची देश, यो सहर चाहिँ प्राकृतिक सहर हो भन्ने भयो नि त। त्यसै गरी सेन्से नि निहोङ्गो हो ड्यासमा छ नि त होइन। ए छ नाराइमास, बी छ बेन्क्योसिमास र सी छ आरुकिमास आरुकिमास र त्यसै गरी ए छ नाराइमास भनेको सिक्छु भन्ने भयो, सेन्सेबाट जापानिज भाषा सिक्छु भन्ने भयो नि त। त्यसैले यसको एन्सर के हुने भयो ए नाराइमास। बीको बेन्क्योसिमास, बेन्क्योसिमास भनेको अध्ययन गर्ने हो नि त, सेन्सेबाट अध्ययन गर्ने होइन, तपाईँले अध्ययन गर्ने हो नि त। आरुकिमास भनेको त हिँड्नु भइहाल्यो नि त। त्यसैले यसको एन्सर ए को नाराइमास। र त्यसै गरेर अर्को हेर्नु त निवानी चिसाई नेकोगा इमास, गार्डनमा चाहिँ सानो निवानी चिसाई नेकोगा इमास, यसको एन्सर के हुने भयो ए को चिसाई। इनान साई भनेको चाहिँ शब्द नै भएन होइन। त्यसपछि आसाई, आसाई भनेको चाहिँ पानी कम भएको ठाउँ है, जस्तै खोलामा हुन्छ नि, एक ठाउँमा गहिरो एउटा नगहिरो ठाउँ हुन्छ नि, नगहिरो ठाउँलाई आसाई भन्छ है, गहिरो ठाउँलाई चाहिँ फुकाई भन्ने भयो, गहिरो नभएको ठाउँलाई चाहिँ आसाई भन्ने भयो। सीको आसाई चाहिँ गहिरो नभएको ठाउँ। अर्को चाहिँ बीको इनानसाई भन्ने चाहिँ शब्द छैन होइन। ओके, त्यसै गरेर ए को चिसाई भनेको सानो। अब बिरालो चाहिँ के भयो गहिरो नगहिरो त भन्न मिल्दैन, त्यसैले ए को चिसाई भन्ने भयो है। ओके, त्यसै गरेर अर्को हेरौँ त कोनो माचिनो हितोगा ड्यास देश, यो सहरको मान्छेहरू चाहिँ ड्यास छन् भन्ने भयो। जुकुनाई भन्ने चाहिँ मिले शब्द नै भएन। अर्को जाम चिसाई, चिसाई भनेको सानो भयो, मान्छे यो सहरको मान्छे सानो छ भनेर भन्न त त्यति सुहाउँदैन नि त होइन। त्यसरी अर्को जाम सुकुनाई, सुकुनाई भनेको के भयो थोरै भन्ने भयो नि त होइन। यो सहरमा मान्छे थोरै छ भनेर हुने भयो नि त। कोनो माचिनो हितोगा सुकुनाई देश, त्यसैले यसको एन्सर के हुने भयो सीको सुकुनाई।